नमस्कार एवं हार्दिक स्वागत छ तपाईलाई सुनिल टिज नेपाल युट्युब च्यानलमा। आजको यस नयाँ भिडियोमा चाहिँ म तपाईहरुले समस्या भोगिरहेको जुन पछिल्लो समय फिफा वर्ल्ड कप 2026 हेर्नको लागि जसले चाहिँ ल्यापटप युज गर्नुहुन्छ, जसले चाहिँ आइफोन युज गर्नुहुन्छ, उहाँले चाहिँ समस्या भोगिराख्नु भएको छ। उहाँले चाहिँ पैसा तिरेर चाहिँ तपाईले डिगो भन्ने एपबाट चाहिँ सजिलै हेर्न सक्नुहुन्छ र त्यसमा पनि धेरै समस्या आइरहेको छ भन्ने कुरा पनि आइरहेको छ। बीचमा चाहिँ ल्याग गर्ने, पैसा तिरिसके पश्चात चाहिँ एचडी तपाईको क्वालिटीमा नआउने, हैन, ल्याग गर्ने जस्तो समस्या चाहिँ देखिएको छ भन्ने कुरा छ। र अब चाहिँ तपाईले यो भिडियो हेरिसके पश्चात चाहिँ अब त्यो डिगो एप डाउनलोड गरेर पनि तपाईले चेक गर्न सक्नुहुन्छ। एकचोटी चाहिँ डिगो एप भन्ने छ प्ले स्टोरबाट गएर चाहिँ। र अर्को तरिका भनेको चाहिँ तपाईको निशुल्क पैसा नतिरिकन तपाईले कसरी हेर्ने भन्ने कुरा पनि म तपाईहरुलाई सिकाउने छु। आइफोन युजर र ल्यापटप युजरको लागि चाहिँ यो भिडियो चाहिँ बेस्ट रहेको छ र एन्ड्रोइड युजरहरूलाई त मैले अलरेडी नै सिकाइसकेको छु, उहाँहरूले मजाले हेरि पनि राख्नु भएको छ होला। र आजको भिडियोलाई चाहिँ म ढिलो नगरिकन टपिकतर्फ नै लान चाहन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ यति बेला चाहिँ फिफा वर्ल्ड कप 2026 को चाहिँ कतिपय म्याचहरू त गइसकेको छ, भइसकेको छ, हैन। र अहिले भर्खर मात्र मैले यहाँनिर तपाईलाई देखाउँदै गर्दा चाहिँ यहाँ एउटा म्याच चलिरहेको छ हाइती र स्कटल्यान्डको चाहिँ, यहाँनिर तपाईले देख्दै हुनुहुन्छ। र अब चाहिँ त्यस हाइती र स्कटल्यान्डको गेम पश्चात भने चाहिँ तपाईले यहाँनिर अस्ट्रेलिया र टर्कीको रहेको छ 9:45 मा। र यसै गरी चाहिँ यहाँनिर शेड्युलहरू चाहिँ रहन्छ। कसलाई चाहिँ कति बेला कसको गेम हुन्छ भनेर हेर्न चाहनुहुन्छ भने तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ है त। तपाईले हेर्न सक्नुहुन्छ भन्दा लाइभ म्याच हेर्न सक्नुहुन्छ भनेको होइन कि, यहाँनिर चाहिँ शेड्युल हेर्न सक्नुहुन्छ। धेरैजना फेरि यो बुझ्नुहुन्न, राम्रोसँग भिडियो हेर्नु होला र तपाईले मजाले चाहिँ ल्यापटप र आइफोनमा पनि तपाईले मजाले हेर्न सक्नुहुन्छ है त। भिडियो बुझिसकेपछि मात्रै तपाईले चाहिँ हेर्न सक्नुहुन्छ, पहिले आत्तिनु चाहिँ भएन है। त्यसकारण चाहिँ डिपली चाहिँ यो भिडियोलाई चाहिँ बुझ्नुस्, सुन्नुस् मेरो कुरा चाहिँ। अब यहाँनिर हेर्न सक्नुहुन्छ यो गेमहरू चाहिँ भइरहेको छ। अब यो अहिले हाफ टाइम चलिरहेको थियो, भर्खर मात्र फेरि सुरु भइसकेको छ। र अब यो गेमहरू, यिनी गेमहरूलाई चाहिँ तपाईले कसरी हेर्न सक्नुहुन्छ त पैसा बिना पनि भन्ने कुरा। पैसा छ, तपाईले तिर्न सक्नुहुन्छ, तपाई चाहिँ पैसा तिर्न योग्य हुनुहुन्छ। अब सबैजना योग्य हुँदैन नि त। तपाईको कसैको आफ्नो पर्सनल इन्कम छ भने चाहिँ उहाँले मजाले पे गरेर चाहिँ हेर्न सक्नुभयो। जसको पर्सनल इन्कम छैन, घर परिवारबाट मागेर कसैसँग सारसपट्टि लिएर लोन लिएर त तपाईको यो गेमहरूलाई हेर्ने कुरा त भएन। तर हेर्ने मन चाहिँ छ। अब उहाँले चाहिँ कसरी हेर्ने भन्ने कुरा छ। अब डाइरेक्टली मैले यहाँनिर चाहिँ तपाईहरुलाई सिकाउन बताउन चाहिँ मिल्दैन, हैन। तपाईको चाहिँ त्यो अप्सन चाहिँ छैन। एउटा पेज छ जसले चाहिँ तपाईहरुलाई सजिलै चाहिँ प्रोभाइड गरिरहेको छ एप चाहिँ तपाईलाई, एप या तपाईलाई हेर्ने मेथडहरू चाहिँ। अब तपाईहरुलाई एन्ड्रोइड युजरको लागि चाहिँ मजाले प्रोभाइड गरिरहेको छ भने अब आइफोन र ल्यापटप युजरहरूको लागि पनि मजाले चाहिँ उसले प्रोभाइड गर्दैछ। र त्यो फेसबुक पेज चाहिँ कुन रहेको छ भन्ने कुरा चाहिँ यहाँनिर तपाईहरुलाई बताउने छु। त्यहाँ गएर मेसेज गर्नुभयो भने चाहिँ तपाईले सजिलै चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। यति बेला चाहिँ म तपाईलाई ढिलो नगरिकन कुन पेज रहेको छ त्यसलाई कसरी मेसेज गर्यो भने कसरी चाहिँ तपाईले पाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ म यहाँनिर चाहिँ तपाईलाई बताउन गइरहेको छु। सबैभन्दा पहिला चाहिँ तपाईले आफ्नो फेसबुक ओपन गर्नुस् र फेसबुक ओपन गरिसके पश्चात चाहिँ यहाँनिर भाइरल राइज नेपाल भन्ने चाहिँ यो फेसबुक पेज रहेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ यो पेजलाई चाहिँ तपाईले सर्च गर्नुस् है त। यो पेजलाई सर्च गरिसके पश्चात चाहिँ यहाँनिर यो फलो रहेको छ, यो फलो बटनमा चाहिँ फलो गर्नुस्, क्लिक गर्नुस् र तपाईले यहाँनिर मेसेज भन्ने अप्सनमा जानुस्। र अब यहाँनिर चाहिँ तपाई के हो त, तपाई आइफोन हो भने आइफोन तपाईले चाहिँ यहाँनिर एउटा वर्ल्ड कप, यहाँनिर म तपाईलाई सिकाउँदैछु, एकदमै ध्यान दिनु होला। यो भन्दा अरु चाहिँ नलेख्नु होला। वर्ल्ड कप लाइभ, हैन, तपाई लाइभ या वर्ल्ड कप आइफोन भनेर चाहिँ यहाँनिर मेसेज पठाउनु होला है। तपाई चाहिँ आइफोन युजर हो भने चाहिँ है। अब चाहिँ तपाईले यहाँनिर यदि तपाई आइफोन युजर होइन, ल्यापटपमा हेर्न चाहनुहुन्छ, आइफोनमा हेर्न चाहनुहुन्न, आइफोन छैन तपाईसँग छ भने चाहिँ तपाईले वर्ल्ड कप ल्यापटप भनेर चाहिँ यहाँनिर मेसेज गर्नु होला है त। यसरी चाहिँ तपाईले यो पठाउनु भयो भने तपाईले यसरी यो टाइप गरेर पठाउनु भयो, यो वर्ल्ड कप ल्यापटप, वर्ल्ड कप आइफोन है। अब एन्ड्रोइडको लागि त तपाईको अलरेडी नै मैले भिडियो बनाइसकेको छु, त्यो हेर्नु होला। र चाहिँ तपाईले कतिपयले हेरेर पनि हेरिसक्नु भएको छ, लाइभहरू मजाले हेर्दै हुनुहुन्छ 4K फुल एचडीमा चाहिँ। तपाईहरु आइफोन र ल्यापटप युजरको लागि चाहिँ यो विशेष भिडियो हो। तपाईले यसै गरी चाहिँ वर्ल्ड कप ल्यापटप लेख्नु होला तपाईले ल्यापटपमा हेर्न चाहनुहुन्छ भने, र चाहिँ तपाईले वर्ल्ड कप आइफोन लेख्नु होला यदि आइफोनमा हेर्न चाहनुहुन्छ भने। यसै गरी चाहिँ फलो गरेर मात्रै तपाईले मेसेज गर्नु होला। फलो गरेर मेसेज गर्नुभयो भने चाहिँ छिटो रिप्लाई हुन्छ, हैन। यो पेजको थ्रु छिटो रिप्लाई गर्नुहुन्छ यो पेजको टिमहरुले चाहिँ। र तपाईले सजिलै तरिकाले चाहिँ यहाँबाट चाहिँ लाइभ हेर्न सक्नुहुन्छ है त तपाईको ल्यापटप र आइफोनमा चाहिँ वर्ल्ड कप 2026। र तपाईलाई यो भिडियो यही नै रहेको छ। र तपाईलाई यो भिडियो कस्तो लाग्यो, यदि यो भिडियो मन पर्यो भने यस भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला। र यस युट्युब च्यानल अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नु होला भन्दै तपाईहरुसँग नेक्स्ट अनि बेस्ट भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई भने सुनिल टिज नेपाल युट्युब च्यानल सँगसँगै म सुनिल कुमार केसी मजुल पर्छु। हवस् त, नमस्कार। तपाईको बाँकी पल स्वर होस्। जय नेपाल।